नेपाली दर्शकको अत्याधिक रोजाइमा पर्न सफल सिरियल सक्कीगोनी बन्द भएको छ। आखिर किन बन्द भयो त सक्कीगोनी? चर्चित हास्य टेली सिरियल सक्कीगोनीको तेस्रो सिजन बन्द भएको छ। एजेन्सी एन्ड लिभसँग झन्डै 104 भागको निर्माणमा शर्त गरिरह यो काम अगाडि बढाएको थियो, अर्थात् सिरियल सार्वजनिक भइरहेको थियो। तर सिरियल भने समय अगावै बन्द भएको छ। चौथो सिजन अझ धेरै बलियो रूपमा ल्याउनको लागि यो सिजन बन्द गरेको लेखक तथा निर्देशक अर्जुन घिमिरेले जानकारी दिनुभएको छ। तेस्रो सिजनबाट धेरैले सिक्ने अवसर मिलेको पाएको थियो भने चौथो सिजनलाई अझ धेरै बलियो र उत्कृष्ट बनाउने धारणा सहित अब सक्कीगोनीको पछिल्लो समय अर्को भागले निकै उत्कृष्ट ल्याउने उनको दाबी छ। समय सक्कीगोनी पछिल्लो समयका लोकप्रिय सिरियल हो भने ग्रामीण परिवेशको कथावस्तुलाई हास्य व्यङ्ग्य शैलीमा प्रस्तुत गर्दै आइरहेको थियो। जेपीटी क्रिएसनले निर्माण गरेको सक्कीगोनी बन्द भए पनि अहिले यो टिमले कथानक चलचित्र लास रणम निर्माण गरेको छ भने हलहलमा यो चलचित्र अझै पनि प्रदर्शनमा आइरहेको छ। लास रणमको निकै राम्रो व्यापारपछि अन्ततः दर्शकमाझ एउटा दुःखद समाचार सक्कीगोनी भने बन्द भएको हो।